यो मसिनो चाल्नेले सजिलो हुने रहेछ के तिल धुनलाई साथीहरू। अनि मैले 2-3 गन्दा जति भिजाएँ अनि ढार्यो नि त, अनि मारेर अनि यो चाल्नमा छान्न लाएछु। अब सङ्क्रान्ति पनि आइसक्यो, तिल धुनु पर्यो, सुकाउनु पर्यो। अनि मैले चाहिँ यो नाङ्लोमा कपडा राखेको छु, कपडाले सोच्छ नि पानी, छिटै सुक्छ। अनि सफा कपडा राखेर अनि त्यसमा पानी हाल्दै चाल्नुमा छान्दै अनि खनाउँदै गरेर मैले तिल धोएको सजिलो भयो। अनि यो भात बटुनीबाट ल्याएको फोहोर हुँदैन भन्थ्यो, तर फोहोर हुने रहेछ, त्यहाँको नधोए पनि हुन्छ भन्थ्यो, तर मलाई मन मानेन, मैले धोएँ। हेर्नुहोस् त ढुङ्गा माटो कति छ त्यसमा। अनि त्यसपछि यसरी सुकाइदिने, सुकिसकेपछि अलिअलि सुकेपछि घिरघिरी पारिदिने के ढुङ्गाले, अनि अलिअलि निफनिदिने। निफनिसकेपछि चाहिँ यो चाल्नुमा छाने पनि सबै कालो आउँछ कि। मैले चाहिँ कालो तिल लिएको, कालो तिल स्वादिलो हुन्छ भनेर सेतो तिल